नमस्ते, स्वागत छ हजुरहरुलाई। आज 1 वर्षको अन्तरालमा मेरो पुट्का माउरी फार्मको जानकारी हजुरहरुलाई दिउँ भनेर कस्तो भएको छ मैले पनि राम्रोसित हेर्नु पाएको छैन है। कति घार चाहिँ मासिएर गइसकेको छ अनि कति त राम्रै पनि छ, धेरै जस्तो ठिकै छ। 15-20 घार चाहिँ मासिएर गएको रहेछ है। 1 वर्षसम्म म पनि बाहिर भएको कारणले हेर्न नपाएको थिएँ। त्यही भएर आज हजुरहरुलाई पनि साथै देखाउँ भनेर है म पनि हेर्दै हजुरहरुलाई देखाउँछु कस्तो छ। ल अगाडि जाउँ है त। ल यताबाट सुरु गरौँ है। यो चाहिँ मेरो 10-11 वर्ष पुरानो हो। पलाइको मैले बनाएको यो पनि छ अझै। यसमा पनि रहेछ है, हेर्नुस् न राम्रो छ। र यो कुन फुल फुलिरहेको छ है, यसले मजाले पराग लिएर आएको छ है, कुठहरू बोकेर। पुरै पहेँलो बोकेर आएको छ। यहाँ पनि छ, यता छ, यो पनि पुरानो हो। अनि यिनी सबै छ यसमा। लगभग यसको यो दुलोमा छोडेर यहाँ तलबाट हिँडेको रहेछ। यस्तो छ, हेर्नुस्। यसको पनि यहाँबाट हिँडेको छ, यो तलबाट, यो चरबाट। यस्तो यो चरबाट हिँडेको छ। यो चाहिँ अलिक कमजोर छ कि जस्तो लागेको छ, अलिक कम हिँडेको छ। भित्र कस्तो छ भित्र हेरौँ है त एकचोटि। यो अलिक कमजोर जस्तो छ, यसो हेर्दाखेरि माउ कम उडिरहेको छ। त्यति साह्रो कमजोरै रहेछ है। अलिकति रहेछ ऊ पनि। रानी कता छ, बच्चाहरू त रहेछ तर थोरै रहेछ। यो मजबुत रहेनछ, त्यही भएर। यो त राम्रै हिँडेको छ। यता छ, यता पनि छ। उडिरहेको छ। यसको कताबाट छ, यसको यता साइडबाट उडेको रहेछ है। यत्रो टोटी हालेको रहेछ यता भित्रबाट। यसको चाहिँ यहाँबाट उडेको रहेछ, बानेको रहेछ। यस्तो छ है। यसमा त खासै त्यस्तो हाँसेको रहेनछ। यो लाइनमा पनि ठिकै रहेछ। त्यसको तलबाट उडेको छ, यसमा पनि रहेछ। यो चाहिँ भाँसिएको रहेछ। यो गएछ, यो पनि ठिक छ, यो पनि रहेछ, यो गएछ, यसको पनि गएछ। हेर्नुहोस्, यो बाँसकोमा चाहिँ बाँसको राखेको, यसमा चाहिँ यस्तो राम्रो चलिरहेको छ। यसको पनि गएछ, यसको पनि गएछ। यो पनि भाँसिएछ है। यो तीनटा गएछ। यो यसको यहाँबाट रहेछ। यस्तो माथिबाट यो डुलो टालेर यहाँ माथिबाट उ गरिरहेको छ, कुठ लिएर आएको छ। यो गएछ। अनि यो पनि छ, यसमा रहेछ। यो पनि यतातिर पनि यो नि उडिरहेको छ। यो गएछ, यो भाँसेछ। यो यसमा त रहेछ, यसमा पनि रहेछ। यो भाँसिएछ, यसमा पनि रहेछ। यो पनि भाँसिएको रहेछ। यतातिर के छ, यो दुईटा काठमा पनि छ है।
यसको त यो झरेर पुरा कालो मैलले तालेर यस्तो बनाएको रहेछ। कस्तो छ यसको भित्र हेरौँ है त यसको माथि तलको सुपर हो माथिको अरे के भन्छ अरे तलको बच्चा कक्ष माथिको कक्ष भन्छन् नि माथिको सुपर तलको ब्रुड च्याम्बर भन्छ के हनी चेम्बर र ब्रुड चेम्बर यो कस्तो छ तल माथि सरेछ कि छैन कस्तो बनाएको छ त यसको भित्र ओ हेर्नुस् त कमिला कमिलाले खतम बनाउँछ कस्तो छ त भित्र ए भर्खर सरे रहेछ है भर्खर निकालेको छ पहिला पनि बिचमा म निकालेको रे त्यही भएर होला नभएको यसलाई हाल्थ्यौँ यस्तै छ यो पुरै हो यतातिर यसको चाहिँ हराएछ यसको मासे छ यसको चाहिँ रहेछ हेर्नुस् मजाले काम गरेको छ उठहरू लिएर आएको छ यस्तो छ हेर्नुस् यतातिर पनि यसको मासेर गएछ एउटा नेताहरू सबै छ ओहो माकुराको जालो लाएर है हेर्नुस् यो यसको शत्रु भनेको मुखैमा जालो बनाइदिने अनि यसमा पर्यो भने खाने माकुरा त्यस्तो गर्छ यो पनि गएछ यो पनि मासेछ योमा रहेछ यो मासेछ क्या हो यसमा छैन यता अरूमा रहेछ सबैमा छ यो मासे यसमा हैन यसमा मासेछ अरू यतातिर छ यता छ यहाँ यसमा चाहिँ थोरै छ यहाँ छ र यसमा छ यता माथिल्लो साइड 3टा मात्रै रहेछ तल्लो साइड छ तल्लो साइड यो मासेछ यो पनि मासेको छैन यसमा रहेछ यो पनि त्यति यहाँ त्यहाँ अरू चाहिँ अनि यतातिर यो हुलमा त छ यस्तो छ है यतातिर नि छ कसरी कुठ बोकेर आएको छ अब यस्तो क्यामेराले गर्दा आउँदैन नि फेरि त्यो यिनीहरू सबै छ यहाँ छ अरू यता छ तो काम गरेछ यो चाहिँ बलियो रहेछ क्या हो पुरा कुठहरू बोकेर आइरहेको कुठ लिएर आएको छ पुरै
मुठो बोक्दै आउँदै गरेछ यहाँ पनि त्यस्तै छ के फुलेको छ अहिले जंगलमा यहाँ त भर्खर धान काटेछन् मान्छेहरु त्यस्तो त खासै केही छैन कहाँबाट कुन स्रोतको परागहरु ल्याएको छ अनि यतातिर छ त्यसले नि उडिरहेछ यहाँ अर्कै छ यसको यताबाट उडेको रहेछ यस्तो छ कोही यतातिर नि छ यो पनि छ यसको पनि रहेछ यसको चाहिँ एउटा मासेको रहेछ त्यो पनि यहाँ पनि रहेछ यसमा पनि छैन यसमा छ रहेछ यसको माथिको हनी चेम्बर सुपर कता गएछ है ल अर्को घारमा सार्नु पर्छ यस्तो फलेछ ड्र्यागन फ्रुट पनि हेर्नुस् त ड्र्यागन फ्रुट टन्नै फलेको छ है हप्ता दिनमा अब पाक्ने वाला छ यता लट रहेछ यो मेरो छतमा हो अब तल पनि छ फार्म टन्नै यता पनि छ यो कस्तो छ है त्यसलाई हेरौँ एकचोटि यसको पनि एकचोटि म झिकेको यस्तो लागेको थियो बीचमा ओहो के हो यस्तो पुरै डर लाग्दो छ त ओ बाफ हेर्नुस् त पुरै यसको त पनि माथि नै रहेछ त वरिपरि महको दल्ला छ यो मह हो हजुर पुरै मह छ अनि बीचमा फेरि बच्चाहरु हुन्छ वरिपरि महले बेरेर राखेको रहेछ ठीक छ माउ झिस्क्यो ल यो पनि भयो यहाँ पारी छ 3 घार त्यहाँ छ एक घार अनि यो तल काठमा छ अनि पारी पनि छ यहाँ पनि छ मुडे घारमा टोटी पनि देखेछ ल यहाँ पनि छ ड्र्यागन फ्रुटको एउटा झ्याम त्यो छ ए कुखुरालाई तरकारी बनाउनु पर्छ त पुरै फले हतारमा लास्ट लट हो अब यहाँ फुल फल्दैछ लास्ट लट होला अब यो त धेरै छैन अनि यतातिर नि छ है मेरो पुट्काको फार्म यहाँ चाहिँ उडेछ डरो तालले काम गरेछ हेर्नुस् पनि छ टन्नै छ यो दुईटा चाहिँ मासिन लागेको थियो मैले अस्ति रानी हाल्दिएको रानीको अन्डा यो र यो दुईटामा यो रेमा यो र योबाट कुनबाट निकालेर हाल्दिएको अरु सबमा छ हेर्नुस् त पुरै उडे है पुरै फरर
उडिरहेको छ। कस्तो भएको छ है त यो। मैले अस्ति रानी कोष र अलिकति अन्डा दिएको थिएँ। हेरौँ न भित्र बनाएको छ। ओ माउ त तन्नै छ त। बच्चाहरू सब निक्लेछ क्या? रानी निक्लेन? यो अस्ति दिएको अन्डाहरू। रानी कता छ खै? रानी जन्मियो कि जन्मिएन? ए जन्मेछ। यो कुनामा हेर्नुहोस् रानी है। कहाँ गयो? कुनामा रहेछ। ल रानी जन्मिसक्यो रहेछ। यो ठुलो छ कुनामा छ। देख्यो कुनामा। यही हो त्यो मोटो मोटो गरेको चाक पेट ठुलो गरेको है। त्यही हो रानी। रानी जन्मिन्छ। अब यसले अन्डा पारेर बच्चा बढाउन सुरु गर्छ। सक्सेस सजिलै हुन्छ। जाने पछि त हराउन लागेको थियो। मैले रानी कोष दिएको निक्लिसकेछ। दुईटामा दिएको। यसमा चाहिँ के भयो त? यसको निक्लेन। यसको के छ हालत? यसमा त पुरा